चाहन्छु। म प्रमोद सिंह साउ छेत्री विगत 2 दशकबाट प्रवासी भूमिमा छु। उत्तर प्रदेशको राजधानी लखनऊमा मेरो नेपाल घर कैलाली क्षेत्र नम्बर 2 वडा नम्बर 2 7 नम्बर प्रदेश हो। पूर्व पुर्खेलगढ पार अछाम हो र प्रवासी नेपाली सङ्घ भारत केन्द्रीय सचिवालय सदस्य, उत्तर प्रदेश राज्य इन्चार्ज, पूर्व राज्य अध्यक्ष र पूर्व नेपाल कम्युनिस्ट पार्टी नेकपाको म केन्द्रीय सदस्य पनि हो। विगत लामो समयबाट प्रवासमा भइपरि आउने समसामयिक विषयवस्तुमा निरन्तर देश र जनताको लागि अहोरात 24 घण्टा खटिरहेको छु। भूकम्प जाँदा पनि मैले 11,75,000 बराबरको इन्डियन राशि नेपालगञ्ज सिडिओ साहबलाई हस्तान्तरण गरेको थिएँ र त्यसपछिका विभिन्न उताप चढाव कार्यक्रमहरूमा जस्तै अहिले कोभिडको दौरानमा पनि 4-5 लाख रुपियाँ हामीले खर्च गऱ्यौँ र बर्दोगुरिया गाउँपालिकामा म र मेरा मित्र आदरणीय दाई भन्न चाहन्छु बलबहादुर विष्टजी हामीले बेसहाराहरूलाई सहारा घर बनाएका छौँ। त्यसमा पनि मैले 1.5-2 लाख रुपियाँ खर्च गरेको थिएँ। स्थानीय चुनावमा पनि 2074 सालको चुनावमा मैले 4-5 लाख रुपियाँ खर्च गरेको थिएँ। पूर्व मेचदेखि पश्चिम महाकालीसम्म नेपाल कम्युनिस्ट पार्टी एमालेको अभियानमा पनि मैले करिब चाहिँ 5-6 लाख रुपियाँ खर्च गरेको थिएँ। कैलाली उद्योगवाणीसँगको चुनावमा पनि 3-4 लाख रुपियाँ खर्च गरेको थिएँ र स्थानीय चुनावमा प्रान्तीय चुनावमा गठबन्धन भयो नेपाल कम्युनिस्ट पार्टी र एमालेको र त्यो एमालेमा मैले प्रवासी नेपाली सङ्घ र कैलाली जिल्लाबाट चाहिँ समानुपातिकबाट कैलाली क्षेत्र नम्बर 2 को लागि साङ्गे सांसदको लागि मैले पहल गरेको थिएँ। म हुन सकेन। त्यसो भएर मलाई के लाग्यो भने यदि प्रमोदले टिकट पाएको भए बस्थ्यो, नबस्ने भयो भन्ने कन्सेप्ट होला र वातावरण खलबलल्या भनेर मैले अरूको लागि भए पनि चुनाव एजेन्डाबाट लिएर टिकट वितरणबाट लिएर सुरुबाट लिएर लास्टसम्म बस्दा मैले 3 महिना 4 महिना म बसेर विजय गराएर तमाम नेताहरू सम्माननीय झपट रावलजी, सम्माननीय बोहराजी, तमाम नेताहरूलाई विजय गराएर मेयर साहब कैलाली जिल्लाको नेताहरूलाई माला हाल्दै फेरि म प्रवास लागेको थिएँ र अहिले आएर अब जुन खालको चाहिँ कोभिडको चपेटामा जसरी हामीले जलेको आगोमा हाम फालेर हामीले प्रवासमा बसेर प्रवासी नेपालीको लागि काम गऱ्यौँ, अत्यन्तै दयनीय थियो। अब त्यो विषयमा पनि मैले गम्भीर तरिकाले आफूलाई चाहिँ म एउटा योद्धाको रूपमा निरन्तर मैले खटेँ र मैले काम गरेँ र अहिलेको एजेन्डा भनेको यो अब 2078-69 सालको जुन एजेन्डा छ यसमा म बर्दोगुरिया गाउँपालिकाबाट कैलाली क्षेत्र नम्बर 2 बाट गाउँपालिकाको अध्यक्षको लागि नेपाल कम्युनिस्ट पार्टी एमालेबाट मैले आफ्नो चुनावी एजेन्डा अध्यक्षको लागि दावा गरेको छु र यदि नेपाल कम्युनिस्ट पार्टी एमालेले मलाई बर्दोगुरिया गाउँपालिकाबाट अध्यक्षको टिकट दिएन भने म निर्विरोध निर्दलीय हैन स्वतन्त्र लड्नेछु। किनभने मेरो एजेन्डा भनेको राष्ट्र निर्माण हो, मेरो एजेन्डा भनेको समाज निर्माण हो। अहिले चाहिँ हामीले ड्रग्सहरू टोलमा छेउछेउमा युवा युवतीहरू बिग्डिरहेका छन्। फेसबुकको जरिएबाट विदेशमा भएको श्रीमतीहरू बिग्डिरहेका छन् हैन। अनि प्रवासमा पनि प्रवासी नेपालीहरू तछाड बछाड भएको छ। बल्कमा द्वन्द्वकालभन्दा पछि नजिकैको राष्ट्र भारतमा नेपालीहरू हजारौं लाखौंको तलातमा छन्, करोडौंको तलातमा छन्। नेपाल सरकारसँग तथ्याङ्क छैन, सही तथ्याङ्क छैन। किनभने बोर्डर खुला नाका छ, भेडा बाख्रा जस्तै गइरहेका छन्, भेडा बाख्रा जस्तै आइरहेका छन्। यो तपाईहरुले देख्नुभयो होला भर्खरै कोभिडको दौरानमा जुन तरिकाले नेपालगञ्ज नाका, सुनौली नाका, गौरीफन्टा नाका, टनकपुर नाका, विभिन्न नाकामा जसरी चाहिँ आउनुभयो त्यो तरिकाले पीडा छ। तिनीहरूलाई स्वदेशमै अरु केही नभए पनि कृषितिर गरेर अब प्रवासबाट जुन खालको चाहिँ भारतबाट जुन खालको चाहिँ आयात भइरहेको छ, खसी, बाख्रा, कुखुरा, तरकारी, दैनिकी पकाउने चुल्हामा पाक्ने सामानहरूलाई आफ्नै गाउँपालिकामा आफ्नै देशमा उब्जाउ गर्नुपर्छ भन्ने कुराहरू हो। र सीमाङ्कनको विषयमा पनि यदि मलाई चाहिँ त्योभन्दा माथि पनि पार्टीले टिकट दियो भने म प्रदेश लेभलमा पनि म सफल भएँ भने मैले चाहिँ देश र जनताको लागि लेपुलेक, लिपुवाधोरा, कालापानीको लागि पनि म आवाज उठाउने छु र सीमाङ्कनका विवादको विषयमा पनि आवाज उठाउने छु। र नेपालको दूतावास दिल्लीमा सुतेको छ, भारतको दूतावास काठमाडौँमा चाहिँ एउटा चाहिँ एक खालको त्यस्तरी प्रधानमन्त्रीको भनौँ न बालुवाटार भन्दा बढी भारतीय दूतावासमा आवत जावत बढी भएको छ। त्यसको कारणले मैले राष्ट्र बचाउन खोजेको, मैले देशलाई चाहिँ बचाउनुपर्छ, रक्तिम झण्डालाई बचाउनुपर्छ, सूर्य र चन्द्रलाई बचाउनुपर्छ भन्ने मेरो एजेन्डा हो। देश पहिला हो, पार्टी पछि हो, मानवता धर्म पहिला हो, त्यसपछि अरू धर्म सानो हुन् भन्ने मलाई लाग्छ। त्यसको कारणले देश रहेन हामी रहन्छौँ भन्ने मेरो मेन एजेन्डा छ। यसैमा केन्द्रित रहेर म आफ्नो अगाडि बढ्नेछु। यदि मलाई मेयरको टिकट मिलेछ भने म 70% चाहिँ गरिब र दिनदुखीलाई बाँड्नेछु। खास गरेर माओवादीका जो लडाकुहरू आज चाहिँ बेसहारा भएका छन् र सडक पेटीमा चाहिँ कैयौं
भनौँ न लाखौँको तालतमा पूर्व मेची पश्चिम महाकालीसम्म नेपालीहरू चाहिँ आज पुर्खाले नगरेको कामहरू हामीले मन्दिरको वरिपरि केही नेपालीहरूले भिख मागेका हात खुट्टा नभएका त हुन सक्छन्, राम्रो मान्छे पनि ड्रग्सकोमा फसेर नसामा फसेर कुलतमा लागेर गलत बाटोमा गइरहेका छन्, तिनीहरूलाई चाहिँ केही प्रेरणा दिन चाहन्छु र प्रवासी नेपालीलाई घरमा ल्याउन चाहन्छु। यही मेरो एजेन्डा हो। धन्यवाद।